नमस्कार, म शङ्कर प्रसाद बस्ताकोटी यहाँहरूलाई मेरो युट्युब च्यानल रियल गाइड टु इङ्ग्लिस ग्रामरमा स्वागत गर्दछु। अहिले हामी प्र्याक्टिस मेक्स पर्फेक्ट यो लघु श्रृङ्खला अन्तर्गत रिपोर्टेड स्पिच पढ्दैछौँ। आज चौथो दिन हामी प्रोनाउन कसरी चेन्ज गर्ने भनेर पढ्दैछौँ। प्रोनाउन चेन्ज गर्ने एउटा सजिलो सूत्र छ, सन, एसओएन, सन। छोरालाई सम्झे पुग्यो, एसओएन, सन है। अब हेर, सन फर्मुला भने के त? यस भनेको पहिलो अक्षर पनि हो, ओ भनेको दोस्रो अक्षर हो, एन भनेको तेस्रो अक्षर। अब हामी अक्षर मात्रै नसम्झिने, यस भनेको फर्स्ट पर्सन, ओ भनेको सेकेन्ड पर्सन, एन भनेको थर्ड पर्सन। अझ यसलाई राम्रोसँग बुझौँ, इन्भर्टेड कमाभित्र फर्स्ट पर्सन भए के गर्ने? रिपोर्टेड स्पिचको अगाडिको रिपोर्टिङ भर्बको सब्जेक्ट अनुसार चेन्ज गर्ने। इन्भर्टेड कमाभित्र सेकेन्ड पर्सन भए रिपोर्टिङ भर्बको अब्जेक्ट अनुसार चेन्ज गर्ने। इन्भर्टेड कमाभित्र थर्ड पर्सन भए चेन्ज नगर्ने, नो चेन्ज, एसओएन सम्झिराख्ने। अब सब्जेक्टमा के हुनसक्छ, जस्तो आई, वी, माई, आवर छ भने सब्जेक्ट अनुसार चेन्ज गर्नु पर्यो। अनि यु, योर छ भने अब्जेक्ट अनुसार चेन्ज गर्नु पर्यो, इन्भर्टेड कमाभन्दा बाहिरको। अनि हि, सी, इट, दे छ भने चेन्ज गर्नु परेन। अब फर्स्ट पर्सनलाई चेन्ज गरी हेरौँ। जस्तो आई एम बिजी, सी सेड। अब आई भनेको फर्स्ट पर्सन हो, त्यसलाई के अनुसार चेन्ज गर्ने? इन्भर्टेड कमाभित्रको फर्स्ट पर्सन आई, त्यसलाई रिपोर्टिङ भर्बको सब्जेक्ट के हो? सी, सी अनुसार चेन्ज गर्ने। अब सी सेड द्याट गर्यो पहिला, सी सेड द्याट, अनि आईलाई के गर्ने? सी, सी अनुसार चेन्ज गर्ने हो नि त, सी, अनि एमलाई वाज बिजी। अब अर्को उदाहरण, राम सेड आई एम टायर्ड। अब यहाँ आईलाई के अनुसार चेन्ज गर्ने? राम अनुसार चेन्ज गर्ने। राम सेड द्याट, आईलाई के गर्ने? ही गर्ने, ही वाज टायर्ड, फर्स्ट पर्सनलाई सब्जेक्ट अनुसार, सेकेन्ड पर्सनलाई अब्जेक्ट अनुसार। जस्तो फादर सेड टु मी यु हेभ प्रोग्रेस्ड। अब यहाँ यु छ, यु भनेको सेकेन्ड पर्सन, इन्भर्टेड कमाभित्रको युलाई अब्जेक्ट अनुसार भनेको मी अनुसार चेन्ज गर्नु पर्यो। अब पहिला फादर सेड टुलाई के गर्नुपर्छ? टोल्ड, फादर टोल्ड मी द्याट गर्यो। अनि आईलाई के गर्यो? युलाई मी अनुसार चेन्ज गर्दाखेरि के हुन्छ? आई हुन्छ, आई, अनि ह्याभको ह्याड प्रोग्रेस्ड। अब दोस्रो उदाहरण, गीता सीता सेड टु गीता यु सुड हेल्प मी। अब यहाँ युलाई चेन्ज गर्नु पर्यो, यु भनेको सेकेन्ड पर्सन, त्यसलाई गीता अनुसार चेन्ज गर्ने, अब्जेक्ट अनुसार। अब सीता टोल्ड गीता द्याट, युलाई के गर्ने? सी गर्ने, गीता, सी सुड हेल्प मी भनेको के हो फेरि? मी भनेको सीता हो फेरि, अनि त्यसलाई चाहिँ फर्स्ट पर्सनलाई सब्जेक्ट अनुसार सीता अनुसार हर भयो, सी सुड हेल्प हर। अब अर्को उदाहरण, आई सेड टु राम यु आर माई बेस्ट फ्रेन्ड। अब यहाँ युलाई चेन्ज गर्नु पर्यो, यु भनेको सेकेन्ड पर्सनलाई राम अनुसार चेन्ज गर्ने, अब्जेक्ट अनुसार। फेरि त्यहाँ माई पनि छ नि, फेरि माई भनेको फर्स्ट पर्सनलाई के गर्ने त? फेरि सब्जेक्ट अनुसार आई अनुसार चेन्ज गर्नु पर्यो, अर्थात् चेन्ज हुँदैन यहाँ। अब आई टोल्ड राम गर्यो पहिला, सेड टुको ठाउँमा टोल्ड गर्नु पर्यो नि, आई टोल्ड राम द्याट, युलाई के गर्ने? राम अनुसार ही, अब वाज गर्नु पर्यो। युसँग पो आर हुन्छ त, हिसँग त आर हुँदैन, ही वाज माई बेस्ट फ्रेन्ड। अब थर्ड पर्सन नो चेन्ज, थर्ड पर्सनलाई चेन्ज नगर्ने। जस्तो दे आर प्लेइङ ही सेड, अब यसलाई के गर्ने? ही सेड द्याट, देलाई जस्ताको तस्तो राख्ने, दे वेयर प्लेइङ। अब अर्को उदाहरण, रिना सेड ही इज माई कजिन। अब रिना सेड द्याट, अब हिलाई चेन्ज गर्नु परेन, ही वाज, टेन्स त चेन्ज गर्नु पर्यो, ही वाज, अनि माई भनेको रिनाको, त्यसकारण हर गर्नु पर्यो, ही वाज हर, फर्स्ट पर्सनलाई सब्जेक्ट अनुसार रिना अनुसार माईलाई चेन्ज गर्दा हर कजिन। अब अर्को उदाहरण, द टिचर सेड सी वर्क्स भेरी हार्ड, यो सीलाई चेन्ज गर्नु पर्दैन होइन, द टिचर सेड द्याट, सीलाई सी नै राख्ने, अनि वर्क्सलाई वर्कड भेरी हार्ड। अब अर्को उदाहरण, राम सेड इट इज रेनिङ आउटसाइड, यसलाई राम सेड द्याट गर्यो, इटलाई चेन्ज गर्नु पर्दैन, इटको इटै हुन्छ, इट, इजलाई वाज गर्यो, रेनिङ आउटसाइड। अब एडजेक्टिभहरू चेन्ज गर्नु पर्यो, माई, हिज आदि एडजेक्टिभ चेन्ज गर्ने, त्यो पनि माथिकै सन फर्मुलै लाग्छ। जस्तो एकमा, राम सेड दिस इज माई बुक। अब यहाँ माईलाई के गर्नुपर्छ त? राम अनुसार चेन्ज गर्ने भनेको फर्स्ट पर्सनलाई सब्जेक्ट अनुसार, माई भनेको फर्स्ट पर्सन हो, राम अनुसार चेन्ज गर्ने, राम सेड द्याट गर्यो। अनि दिस छ, द्याट छ भने त्यसलाई इट गर्ने, अब यसलाई इट गर्ने, इट वाज, दिसलाई इट, इजलाई वाज गर्ने, माई भनेको रामको, त्यस कारण हिज बुक, राम सेड द्याट इट वाज हिज बुक। अब दोस्रो उदाहरण, सीता सेड दिस इज माई पेन, यहाँ पनि त्यस्तै हो, सीता सेड द्याट गर्यो पहिला, अनि दिसलाई इट गर्यो,
इजलाई वाज अनि माई भनेको के हो सीता सब्जेक्ट अनुसार फर्स्ट पर्सनलाई सब्जेक्ट अनुसार सीता अनुसार के हो त हर भयो माईको हर भयो हर पेन। अब 3 मा सी सेड टु मी दिस इज योर ब्याग। अब यहाँ अब योर भनेको सेकेन्ड पर्सन हो त्यसलाई के अनुसार चेन्ज गर्ने मी अनुसार चेन्ज गर्नु पर्यो। त्यसो भए अब पहिला सेड टुलाई टोल्ड गर्नुपर्छ है ही टोल्ड मी द्याट गर्यो अनि दिसलाई इट गर्ने मैले अघि नै भने सी टोल्ड मी द्याट इट वाज इजलाई वाज माई ब्यागलाई सरी योर ब्यागलाई मी अनुसार चेन्ज गर्दा माई ब्याग इट वाज माई ब्याग। अब अर्को उदाहरण चौथो सी सेड टु हिम दिस इज योर हाउस। अब यहाँ योरलाई के अनुसार चेन्ज गर्ने हिम अनुसार चेन्ज गर्नु पर्यो। अब पहिला सी टोल्ड हिम द्याट गर्यो सेड टुलाई टोल्ड गर्नुपर्छ नि अनि दिसलाई इट गर्यो इट वाज इजलाई वाज अनि योरलाई हिम अनुसार हिज हाउस। पाँचौं उदाहरण रमेश सेड द्याट इज हर कार रमेश सेड द्याट गर्यो द्याटलाई पनि इट गर्ने इट इजलाई वाज हरलाई चेन्ज गर्नु पर्दैन हर कारै गर्ने। अब यहाँ एउटा भन्दा बढी स्टेटमेन्ट आयो भने केले जोड्ने त भने पहिलोलाई द्याटले दोस्रोलाई एन्ड द्याटले। जस्तो रमेश सेड आई एम टायर्ड आई निड सम रेस्ट। अब यहाँ रमेश सेड द्याट गर्यो ही वाज टायर्ड आईलाई राम अनुसार चेन्ज गर्दा ही हुन्छ ही वाज टायर्ड। अब अर्को वाक्य जोड्नु पर्यो केले जोड्ने अब एन्ड द्याट गर्ने एन्ड द्याट अनि आईलाई फेरि ही गर्नु पर्यो ही निडेड सम रेस्ट। अब दोस्रो उदाहरण सीता सेड वी आर रेडी वी विल स्टार्ट द वर्क टुमोरो। यहाँ पनि सीता सेड द्याट वी भनेको फर्स्ट पर्सनलाई सीता अनुसार चेन्ज गर्दा के हुन्छ दे हुन्छ सी त हुँदैन यहाँ धेरैजनालाई दे गर्नु पर्यो दे वेयर रेडी सीता सेड द्याट दे वेयर रेडी अनि अर्को वाक्यलाई केले जोड्ने एन्ड द्याट अनि वीलाई दे गर्नु पर्यो विललाई वुड दे वुड स्टार्ट द वर्क नेक्स्ट डेलाई टुमोरोलाई द नेक्स्ट डे गर्ने दे वुड स्टार्ट द वर्क नेक्स्ट डे। तेस्रो उदाहरण द टिचर सेड सी इज इन्टेलिजेन्ट सी अलवेज कम्प्लिट्स हर होमवर्क द टिचर सेड द्याट सीलाई चेन्ज गर्नु पर्दैन नि सी थर्ड पर्सन नो चेन्ज सी वाज इन्टेलिजेन्ट अनि जोड्ने केले एन्ड द्याट सी अलवेज कम्प्लिटेड हर होमवर्क। अब अझ अरू थप वाक्य जोड्नु पर्यो भने के गर्ने एडेड द्याट गर्ने। जस्तो 1 मा राम सेड आई एम टायर्ड आई विल गो होम नाउ। अब राम सेड द्याट आई एम टायर्ड ही वाज टायर्ड अघि हामीले एन्ड द्याट गरेका थियौँ अहिले भर्ब समेत राख्यौँ एन्ड एडेड द्याट गर्यो अनि आई विल गोलाई ही वुड गो होम नाउलाई देन ही वुड गो होम देन। 2 मा सीता सेड वी आर रेडी वी विल स्टार्ट द प्रोजेक्ट टुमोरो। अब सीता सेड द्याट वीलाई सीता अनुसार चेन्ज गर्दा दे वेयर रेडी दे गर्नु पर्यो दे वेयर रेडी अनि एन्ड एडेड द्याट एन्ड द्याट गरे पनि हुन्थ्यो एन्ड एडेड द्याट दे वुड स्टार्ट द प्रोजेक्ट वी विलको दे वुड वीको दे विलको वुड स्टार्ट द प्रोजेक्ट टुमोरोको द नेक्स्ट डे। अझ अरू थप वाक्य लामो स्टेटमेन्ट जोड्न मन लाग्यो भने फर्दर एडेड द्याट गर्ने। जस्तो रमेश सेड आई एम स्टडिङ हार्ड एउटा भयो वी विल टेक द एक्जाम नेक्स्ट मन्थ दुईटा वी माई टिचर इज गाइडिङ मी एभ्री डे तीनटा वाक्य आई एम कन्फिडेन्ट अबाउट पासिङ चारवटा वाक्य। अबलाई कसरी गर्ने त भने जस्तो सजिलै छ पहिला रमेश सेड द्याट गर्यो पहिलो वाक्य अनि रमेश सेड द्याट आई एम स्टडिङलाई ही वाज स्टडिङ हार्ड। अब अर्को वाक्यलाई एन्ड द्याटले जोडिदियो एन्ड द्याट ही वुड टेक द एक्जाम आई विललाई ही वुड टेक द एक्जाम नेक्स्ट मन्थलाई द फलोइङ मन्थ फुल स्टप गर्यो। अब अर्कोलाई केले जोड्ने एडेड द्याट गर्ने ही एडेड द्याट अनि हिज टिचर इजलाई वाज माई टिचरलाई हिज टिचर इजलाई वाज गाइडिङ हिम एभ्री डे। अब फुल स्टप गर्यो अझ अर्को जोड्नु पर्यो ही फर्दर एडेड द्याट गर्यो ही फर्दर एडेड द्याट ही वाज कन्फिडेन्ट आई एमलाई ही वाज कन्फिडेन्ट अबाउट पासिङ। अब हामी एकचोटि अभ्यास गरी हेरौँ। तलका वाक्यलाई रिपोर्टर स्विचमा बदल्नुहोस् सन फर्मुला लगाउनुहोस् भनेको अनि अरू थपथाप केही गर्न छ भने नि गर्नुहोस्। 1 आई हेभ फिनिस्ड माई प्रोजेक्ट सी सेड टु मी। अब यसलाई गरिहालौँ। सी सेड टु मीलाई पहिला के गर्ने सी टोल्ड मी गर्यो सी टोल्ड मी द्याट गर्यो आईलाई के अनुसार चेन्ज गर्ने सी अनुसार। त्यसो भए सी टोल्ड मी द्याट सी
ह्याभलाई ह्याड फिनिस्ड माई प्रोजेक्टलाई हर प्रोजेक्ट। अब दोस्रो, यु आर डुइङ वेल इन योर क्लास, द टिचर सेड टु हिम। पहिला द टिचर टोल्ड हिम गर्ने, सेड टुलाई टोल्ड। द टिचर टोल्ड हिम द्याट ही वाज डुइङ वेल इन हिज क्लास। युआरलाई ही वाज डुइङ वेल इन हिज क्लास। अब तेस्रो, आई एम बिजी, माई कार इज ब्रोकन, आई विल बी लेट, ही सेड। तिनवटा वाक्य छ, के गर्ने त? यसलाई जसरी गरे नि भयो। जस्तो अब पहिलो तरिका, ही सेड द्याट ही वाज बिजी गर्यो, फुल स्टप गर्यो। अनि अर्कोलाई ही एडेड द्याट हिज कार वाज ब्रोकन, ही एडेड द्याट हिज कार वाज ब्रोकन। अनि एन्ड ही फर्दर एडेड द्याट, अब अर्को बाँकी छ नि त, एन्ड ही फर्दर एडेड द्याट ही वुड बी लेट। अब संक्षेपमा हामीले के गर्नु पर्यो? सन फर्मुला सम्झिनु पर्यो। फर्स्ट पर्सनलाई सब्जेक्ट अनुसार, इन्भर्टेड कमाभित्रको फर्स्ट पर्सनलाई सब्जेक्ट अनुसार, इन्भर्टेड कमाभित्रको सेकेन्ड पर्सनलाई बाहिरको अब्जेक्ट अनुसार, इन्भर्टेड कमाभित्र थर्ड पर्सन छ भने चेन्ज नगर्ने। अनि लामो लामो वाक्य जोड्नु पर्यो भने एउटा मात्रै छ भने द्याट, दुईटा छ भने द्याट अनि एन्ड द्याट, अझ बढी छ भने ही एडेड द्याट छ भने, अझ छ भने ही फर्दर एडेड द्याट गर्ने। तपाईहरु मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोस्, सेयर गर्नुहोस् र सकेसम्म हेर्नुहोस्। बुझ्नु भएन भने दोहोऱ्याइ तेह्राइ हेर्नुहोस्, एकचोटि त दिमागमा पक्कै घुस्छ। र हामी अर्को दिन हामी टाइम र प्लेस एडभर्बियलहरू कसरी चेन्ज गर्ने भनेर पढ्दैछौँ। धन्यवाद।